हेलो एभ्रिवान। आजको भ्लग चाहिँ मैले खास गरेर मैले चाहिँ धेरै महिना पछाडि गाउँघरमा आएको छु। खास गरेर यो गाउँमा चाहिँ मेरो मम्मी बाबाहरू र मेरो आफ्नो रिलेसन पर्ने मान्छेहरू काफी यहाँ बस्नुहुन्छ। आजमा अहिले म चाहिँ आफ्नै बारीमा खेतहरूमा खडा भइरहेको छु। भ्लग चाहिँ खासै इम्पोर्टेन्ट त छैन, तर पनि हाम्रो गाउँले जीवनको केही पलहरू मेरो भिडियोद्वारा हजुरहरू समक्ष ल्याउन खोजेको। खास गाउँमा काफी चिजहरूको रमाइलो हुन्छ। मलाई गाउँ इलाका नै खास गरेर मनपर्छ। साथ ही साथ हजुरहरू देख्न सक्नुहुन्छ मेरो पछाडि पुरै मकै बारी छ। मकै बारीमा सिमीहरू पनि काफी छ। गाउँमा हरियो सागपातको केही कमी हुँदैन। साथमा यो साल चाहिँ हाम्रो यो सुन्तलाको बुटो चाहिँ लगाइयो। यो साल खासै फल्या रहेनछ। फल्न त फल्या थियो, अस्तिको यो असिनाले काफी झार्दियो। अनि छ 2-4वटा बुटाहरू यता पनि छ। अनि साथमा यो आँपको बुटा छ। अस्ति लगभग 2 हप्ता पहिला बहुत ठुलो यहाँ हुरी बतास प्लस असिना पानीले गर्दा खासै फलहरू रहन दिएन, पुरै झारिदियो। अनि साथमा यहाँ अर्ग्यानिक सब्जी हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँ के भन्छ यसलाई, सिमी, यहाँको फेभरेट सब्जी। साथमा अहिले म मकै बारीमा हिँडिरहेको छु। भर्खरै अस्ति भर्खर लगाएको यो मकै अब उम्रिने बेला भएको छ। अनि अरू के छ भने चाहिँ मेरो चाहिँ नस्पति चाहिँ योचोटि बबाल छ है। नस्पतिको चाहिँ त्यस्तो कमी छैन, नस्पतिहरू राम्रै फल्या छ। अनि त्यसको साथमा काँक्रा खेती पनि देख्न सक्नुहुन्छ हजुर हैन। काँक्राहरू भयो, त्यस पछाडि साग सब्जी भयो। यहाँ गाउँमा केही पनि चिजको खानेपिनेको अनि हरियो सागपातको चाहिँ केही कमी हुँदैन। यहाँ काफी मात्रामा पाइन्छ। म पनि हिजो खोलातिर गएको थिएँ। जलुकोहरू धेरै नै लगभग 4-5 केजी जलुको पनि ल्याएर आएको छु। हेर्नु न, यो साल अस्तिको हुरी बतासले गर्दा, यो असिनाले गर्दा यस्तो सुन्तला एउटा पनि रहन दिएन। त्यही पनि अलिअलि यसचोटि चाहिँ मुख गुलियो गर्नलाई 2-4 दाना चाहिँ बचाएर राखेर रहेछ यो हुरी बतासले। अरू त पुरै खतम बनाइदियो। यहाँ पनि देख्नुहुन्छ, यहाँ काफी उहरू छ। सुन्तला लगभग 10-15वटा बुटाहरू छ। तल पनि छ। तल चाहिँ म जान सकिनँ। तल चाहिँ हाम्रो काँक्रा खेती प्लस सिमी खेती, सिमी हो यो। अनि साथमा यो पुरै इलाका देख्न सक्नुहुन्छ, पुरै काँक्राहरू हो। यहाँको मेन व्यवसाय भनेको यही कृषि हो। कृषिमा आधारित गाउँले जीवन हो यहाँको। यहाँ चाहिँ यो सागसब्जी यो सुर्खेत जिल्लाका केही नगरपालिकाहरू भयो। साथ ही साथ नेपालगञ्ज कोलपुरसम्म सप्लाई हुन्छ यहाँको सागसब्जीहरू। म फिलहाल भन्नुपर्दा सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका स्थित हर्रेमा छु, हर्रे मसिना। यहाँको गाउँले जीवन भनेको किसानी हो। मेन गरेर यो किसान मतलब कृषिमा आधारित जीवन हो। यहाँ अलिकति कृषि गर्नलाई दुःख त दुःख छ, तर यहाँ कृषिमा त्यति घाटा छैन। यहाँ काफी फाइदा हुन्छ। अहिले चाहिँ हाम्रो बहिनीले पनि योचोटि 25 क्विन्टल जति काँक्रा उत्पादन गरेर बेच्न सफल भएको छ। साथमा सिमी पनि लगभग हिजो 40-50 केजी सिमी पनि टिपेर बेच्यो। यो भने सिमी बारी हो, हरियो सिमी। खानालाई, सब्जी खानालाई काफी मिठो हुन्छ। अनि साथमा देख्नुहुन्छ यो पुरै तलको इलाका चाहिँ यो काँक्रा बारी हो है।
काँक्राबारी हो यो। काँक्राहरू यहाँको फेमस, एकदम मिठो। अनि मलाई पनि यस्तै गाउँमा रहन चाहिँ काफी रमाइलो लाग्छ। अनि साथमा अलिकति 2-4वटा भन्नाले 15-20वटा बाख्रा पनि पालन भइरहेछ। पहिले चाहिँ 60-70वटा थियो। अब आमा बुवाको चाहिँ अब बुढेसकाल लाग्यो, 60-62 वर्षको भइसक्यो। त्यही भएर मैले भने कि बाख्रा साख्रा पाल्न छोडिदियो, अब अलि बाख्रा कम गर भनेर भनेको। अहिले चाहिँ बाख्राहरू काफी कम छ, लगभग 20-25वटा होला। अनि साथमा पोहोर साल लगभग 2 वर्ष भयो यो सुन्दर लगाएको। एकचोटि चाहिँ फल त लागेको थियो, तर असिनाले पुरै झारिदियो। अनि साथमा यहाँ अर्ग्यानिक डल्ले खुर्सानी है, डल्ले खुर्सानी दामी फलिरहेछ। अनि अलिअलि प्याज पनि छ। प्याज चाहिँ अहिले के भन्छ खानको लायक छैन, अहिले खन्ने टाइम भएको छैन, 2-4 दिनपछि खन्नु पर्ला। अनि साथमा केराहरू पनि छ। केराहरू पनि लगभग 1-2वटा घडी केरा चाहिँ लागिसकेको छ, देख्न सक्नुहुन्छ। गाउँ भनेको यस्तै हो होइन, गाउँमा घुम्न खेल्न खान काफी मजा आउँछ। अनि साथमा मेरो गाउँ हेर्न सक्नुहुन्छ है हजुरहरूले। 2-4वटा घर त्यहाँ छ, 2-4 घर माथि छ। त्यहाँ माथिको डाँडामा चाहिँ त्यो देखेको काफलको रुखहरू है त, यहाँ काफल पनि काफी पाइन्छ। अनि त्यस पछाडि यता देख्न सक्नुहुन्छ यति टाढा टाढा घरहरू छन्। अनि अरू यो चाहिँ हाम्रो केराघारी है, यहाँ टन्नै केराहरू छ, देख्न सक्नुहुन्छ। यहाँदेखि लगेर यो इलाका यो आफ्नै जग्गा हो, यहाँ चाहिँ केराहरू टन्नै छ। केराको लागि पनि फेमस ठाउँ है यो त। अनि कसैलाई पनि थाहा छैन भने अब यो चाहिँ यसलाई भन्छ सिस्नो। यो टिप्यो भने एक साग चाहिँ हुन्छ। यो हजुरको हरियो परियोमा एकदम सबैभन्दा बेस्ट सब्जी हो सिस्नो। यो खायो भने बनाउन चाहिँ अलि दुःखै हुन्छ, टिप्न पनि गाह्रै हुन्छ, तर बनाएर खायो भने स्वास्थ्यको लागि काफी फाइदा हुन्छ। अनि अरू के भन्नु, अरू के भने गाउँले जीवन यस्तै हो। डाँडा काँडा घुम्ने, बाख्रा साख्रा चराउने, रमाइलो गर्ने, हेर्न सक्नुहुन्छ। पुरै यो काँक्राहरू यो साल चाहिँ काँक्रा नि सकिसकेको छ। अब अर्को नयाँ बेर्नाहरू लाउन सुरु भइसक्यो। साथमा के भन्छ गोरु चाहिँ 2टा थियो, एउटा गोरु मरिसक्यो, अब एउटा मात्र छ। अब यो गोरुको पनि मर्ने टाइम आइसक्यो आफ्नो भित्र। अनि साथमा यहाँ भोलि पिस्नलाई गहुँ सुकाइरहेछ, अब एकछिनमा गहुँ सुकाउनु पर्ला। अनि साथमा यता के भन्छ मकैहरू छ टन्नै। अनि यहाँ कागती पनि छ। कागती चाहिँ 1-2वटा फल्याएको छ, के हो फली त रहेछ। अनि साथमा अब तेजपत्ता भन्नेको रुख कस्तो हुन्छ भनेर थाहा पाउनु भएको छैन भने तेजपत्ताको रुख चाहिँ यो है त, यसलाई भन्छ तेजपत्ता। यहाँ तेजपत्ताको रुख पनि टन्नै हुन्छ। यो पुरै यो इलाका यो छ नि तेजपत्ताको पुरा बुढाहरू हुन्। यिनी यहाँ देख्न सक्नुहुन्छ तेजपत्ताको रुख कसरी हजुर त्यही त हो, त्यसलाई भन्छ तेजपत्ता के है त। अनि अरू मेरो बर्बादीका जडहरू यहाँ छन्। बाबु नाच्देऊ त, टिङ्गेमा खै नाच्देऊ न। यिनीहरू भने बर्बादीका जडहरू हुन् है त। ल कोलाई बाल्यकालको याद आयो, मलाई चाहिँ लास्टै याद आयो बाल्यकालमा कोले खेल्नु गयो यस्तो। मैले पनि त्यही याद आएर यो बर्बादीको जडहरूलाई यहाँ के भन्छ खेल्न पठाएको है।
हामीले पनि बहुत खेल्थ्यौँ सानोमा स्कुलको बेन्च भाँचेर त्यसपछि यस्तो गरेर खेल्ने ल यति भन्दै आजको ब्लग चाहिँ यही अन्त्य गर्छु। यस्तै छ गाउँले जीवन। कहिलेकाहीँ भिडियो बनाउन खोजेको चाहिँ मलाई के भन्छ आफू यो गाउँ छोडेर कोही ठाउँमा गए पनि पछि यो भिडियो मार्फत मेरो गाउँमा मैले यस्तो गरेको थिएँ मैले यस्तो गरेको थिएँ भनेर याददास्त रहोस् भनेर चाहिँ यो भिडियो बनाउन खोजेको। अरू त्यति खासै अरू इम्पोर्टेन्ट छैन। ओके हुन्छ ल बाई। आजको भिडियो यहीँ अन्त्य गर्छु है त। सबैले फुल वाच गरेर लाइक कमेन्ट अनि सब्सक्राइब जसले गरेको छैन सब्सक्राइब गरेर मलाई अगाडि बढ्नमा हौसला दिनु होला है त। ल बाई।